हेलो एभ्रिवान, तपाईँले देख्न सक्नुहुँदैछ र आज हामी बिजनबारीमै पब्लिक ग्राउन्डमै छौँ है। यहाँनिर के हुँदैछ भन्दा चाहिँ यहाँ चाहिँ हाम्रो सुरज दाको भाइको बिहा है, अनमोल दाको एकदम ग्रान्डसँग मनाइँदैछ। तपाईँले देख्न सक्नुहुँदैछ यो पन्डालहरू लगाएको, यो सबै हाम्रो गक्कु दाले गरेको है। तपाईँहरूलाई पनि गर्नु मन छ भने चाहिँ प्लिज हाम्रो गक्कु दालाई कन्ट्याक्ट गरिदिनु होला बिजनबारीको है। यस्तो दामी गरिदिनुहुन्छ है। यस हेर्नुहोस् न, आमामा हो, यो चाहिँ एक्सटेरियर हो, बाहिर गरेको क्या। यिनीहरू डल्लै हेर्नुहोस्, म्याटहरू पनि आमा लग्जरी क्या, यत्तिको हुनु पऱ्यो नि त। हाम्रो यहाँ सुजदा एकदम दामी 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 म के भन्न सक्दिनँ यहाँ चाहिँ। ए हाम्रो सुरजदा रेडी छ। मेकअप आर्टिस्ट धेरै फिल्डमा आइसकेको हाम्रो सुदीप दा र यहाँनिर चाहिँ स्टेज पछाडि गाउँदैछ। लु फेरि तपाईँहरूको माझमा अर्को सिङ्गर आइसकेको छ। यहाँनिर चाहिँ मैले यो भोइस चिनेको जस्तो लाग्यो है। तपाईँले देख्नु सक्नुहुँदैछ यहाँनिर अर्को सिङ्गर हाम्रो, यहाँनिर हाम्रो एउटै मात्र सिङ्गर हाम्रो बन्दन राई फ्रम बिजनबारी। दामी, गुड दामी म तपाईँ हुन्छु 15 वर्ष हो। म अकमचोकको निवासी हो, तर ठाउँमा थामेर भन्न सक्छु। ओके बस्नु चाहिँ अकमचोक बस्छु, सुत्नु चाहिँ अकमचोक सुत्छु, तर चाहिँ हुनु चाहिँ म चाहिँ रुमबहादुरको है। देख्नु सक्नुहुँदैछ हाम्रो बिजनबारीमा चाहिँ युज भइसकेको छ, एप्लाई भइसकेको छ है। दार्जिलिङ ड्यू पानी चाहिँ हाम्रो यहाँ गोरुकट्टामै बनाउँछ है। एकदम सगुन राख्ने गर्छ यहाँनिर, हनीबीहरू यस्तो हो क्या। अब संसार चाहिँ एउटा हो होइन, सबैले बुझ्नु साह्रो छ क्या। अब यहाँ बिहा अब लाइक 8 साढे 8 भयो सकेको है। तर पनि यहाँ हाम्रो ग्याक्स दाको मेम्बर्सहरूले चाहिँ अहिलेसम्म काम गर्दैछ क्या। अब यो चाहिँ भोलिको लागि है, कहिले पो यो पर्सिको लागि चाहिँ फेरि यसलाई भिड गारेर चाहिँ यसलाई अर्को बनाउनु पर्छ नि त, फेरि बिहा छ नि त हो। तर हेर्नु न, अब यस्तो सकेर पनि केटाहरू बेलुका है 1, 2, 3 बजीसम्म काम गर्छ क्या। पाउँदैन भविष्यमा यतिको केटा चाहिँ, यति केटाहरू चाहिँ पाउँदैन भविष्यमा हो। म चाहिँ यस्तो संसारमा आएछु कि फेरि आउँछु म यो संसारमा। आँखा चाहिँ खोल्नुपर्छ हौ तपाईँको। Hello everyone, and this is बिजनबारी राइस प्रोडक्सन। र आज चाहिँ हामी सुरज दाको घरमा आएको छौँ। किन आएको भन्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो अनमोल दाको बिहा छ, अझ ग्रान्डसँग मनाइन्छ हाम्रो पब्लिक ग्राउन्डमा। फेरि तपाईँहरूले देख्न सक्नुहुँदैछ भित्तामा टेक्स्चरहरू, यो सबै पेन्टिङ ब्रसले गरेको है।
यता छ गुरु चाहिँ हाम्रो यहाँ सोच्दा एकदम दामी 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 सेटिस देखिदिरहेको छ एकदम एकदम दामी छ दामी छ के हो अन्त फरेनबाट भर्खर आएको छ त म के भन्न सक्दिनँ यहाँ चाहिँ ए हाम्रो सुरज दा रेडी छ युएसबाट भर्खर आएको छ लु गोविन्द म त्यो बाइक लान्छु एकछिन दिनुहोस् त लु तिम्रो क्यामेरामा रिल छ के ए टेरिका हेर्नु न यहाँ अन्त दुईजना आम्मा आज त कहाँ नचिन्ने मुनिपट्टिबाट क्या हाम्रो बेला बेहुली चाहिँ यता मेकअप आर्टिस्ट यहाँ चाहिँ केटाहरू पटेको लागि रेडी छ पटेकाको लागि यहाँ यी अर्को पनि छ हजारे होइन हजारे एभ्रिवान तपाईँले देख्न सक्नुहुँदैछ र आज हामी बिजनबारीमै पब्लिक ग्राउन्डमै छौँ है यहाँनिर के हुँदैछ भन्दा चाहिँ यहाँ चाहिँ हाम्रो सुरस्ताको भाइको बिहा है अनमोल दाको एकदम ग्रान्डसँग मनाइँदैछ तपाईँले देख्न सक्नुहुँदैछ यो पन्डालहरू लगाएको यो सबै हाम्रो गक्कु दाले गरेको है तपाईँहरूलाई पनि गर्नु मन छ भने चाहिँ प्लिज हाम्रो गक्कु दालाई कन्ट्याक्ट गरिदिनु होला बिजनबारीको है यस्तो दामी गरिदिनुहुन्छ है यस हेर्नुहोस् न आमामा हो यो चाहिँ एक्सटेरियर हो बाहिर गरेको क्या यिनीहरू डल्लै हेर्नुहोस् म्याटहरू पनि आमा लग्जरी क्या यत्तिको हुनु पऱ्यो नि त है रिजनेबलमै गरिदिनुहुन्छ यो हेर्नु त टक्क फुलहरू पनि टक्कै सजाइदिएको हो ए अर्को चाहिँ हाम्रो यहाँनिर यहाँनिर फेरि हाम्रो दा एकदम खतरा छ मेरो भाइ बहिनी अनमोल र निशानलाई शुभ बिहाको लागि एकदम शुभकामना एकदम र यिनीहरूको पछि भविष्य पनि एकदमै उज्जवल होस् न अनि उहाँको बाबुआमालाई पनि एकदम शुभकामना दिन्छु बधाई छ होइन ह्यापी वेडिङ थ्याङ्क यू चाहिँ हाम्रो बुफेमा चाहिँ टु ब्युटिफुल सिस्टर्स फ्रम बिजनबारी है तपाईँले देख्न सक्नुहुन्छ बिटिएसको घाँसमा चाहिँ हो आन्टीहरू पनि रहेछ आमा हो टक्कै हाम्रो चाहिँ ब्युटिफुल सिस्टर हाम्रो चाहिँ बिजनबारीको एकदम तपाईँहरूले चिनिरहेको होला मिठाई फेरि यो मिठाई भन्दा पनि राम्रो छ हाम्रो दिदी चाहिँ हाम्रो अर्को यहाँनिर क्यामेराम्यान पनि आइसकेको छ र हामी चाहिँ यहाँ सबैजना आज प्रेजेन्ट छौँ है दाको बिहामा हाम्रो अनमोल दाको खास मान्छे यहाँ चाहिँ हाम्रो एकदम प्रो फोटोग्राफर सर लु यहाँनिर चाहिँ एकदम दामी गीत गर्दैछ हो थाहा छैन को हो र म चाहिँ हेर्नु जाँदैछु अब को चाहिँ हो यो गीत गाउने क्या एकदम दामी गीत गाउँदैछ सायद तिम्रो बाटोमा यही मसँग गीताको मलाई याद आउँछ याद आउँदैछ यस्तो दामी गीत आउँछ होइन
कति दिन बिते आएनो दामी यहाँ चाहिँ हाम्रो एकदम दामी साउन्ड सिस्टम बोय हेरे डिजे भयो डिके साउन्ड हो दामी हुन्छ तपाईँले देख्न सक्नुहुन्छ बारीबाट एउटै मात्रै सिङ्गर छ हाम्रो यहाँ तपाईँले देख्न सक्नुहुन्छ धेरै फिल्डमा आइसकेको हाम्रो सुदीप दा र यहाँनिर चाहिँ स्टेज पछाडि गाउँदैछ यहाँनिर लु फेरि तपाईँहरूको माझमा अर्को सिङ्गर आइसकेको छ यहाँनिर चाहिँ मैले यो भोइस चिनेको जस्तो लाग्यो है तपाईँले देख्न सक्नुहुँदैछ यहाँनिर अर्को सिङ्गर हाम्रो यहाँनिर हाम्रो एउटै मात्र सिङ्गर हाम्रो वन्दन राई एकदम दामी प्रस्तुति ल्याएर यहाँ गीत गाउँदैछ तपाईँहरूले चाहिँ हाम्रो बिजनबारीलाई चाहिँ कमी नसम्झिनुहोस् होइन यहाँ देख्न सक्नुहुँदैछ यस्तो सिङ्गर पनि छ हाम्रोमा बिहा बाहिर हुँदैछ होइन यहाँ भित्र गाउँदैछ तपाईँले देख्न सक्नुहुँदैछ त्यसमा पनि कमी छैन क्या हाम्रो यहाँ चाहिँ सिङ्गिङ डान्सदेखि लिएर तपाईँले देख्न सक्नुहुँदैछ यहाँ चाहिँ एकदम ट्यालेन्टेड पर्सन हो हाम्रो बिजनबारीको खतरा हो यही हो एकदमै ट्यालेन्टेड भाइ बिजनबारीको नाच्दैछ कस्तो मजाले नाच्दैछ हेर्नुहोस् रुकुमै कोटा आँखाले मन लाग्यो मन दामी गुड दामी तिमीहरू देख्यौ होला यहाँ फेरि एकदम यहाँ बिजनबारीको मेन डान्सरहरू यहाँनिर नटराज डान्स एकाडेमी चाहिँ यहाँ छ मेन डेन्जरहरू उनीहरूले चाहिँ उयो खाँदैछ कोक र के पो कोक यो के भन्छ यसलाई त चिकन ललिपप एग रोल खाँदैछ स्प्रिङ रोल खाँदैछ आमा सबैलाई वेलकम छ है वेलकम ब्याक यहाँनिर चाहिँ हिरो र हिरोइन आइरहेछ बिजनबारीको टप क्लास हिरो एन्ड हिरोइन यहाँनिर अदुदा चाहिँ हाम्रो भिडियो गर्दैछ क्या फोटोग्राफर हाम्रो टुडेज फोटोग्राफर एन्ड तपाईँले देख्न सक्नुहुँदैछ दुईजना एकदम र उहाँको पनि एउटा भ्लग छ है त्यो लिङ्क तपाईँहरूलाई पठाइदिन्छु हामी मनिषा राई भ्लग प्लिज तपाईँले हेरिदिनुहोस् बाजे रहेछ काजी बाजे बाजे यहाँ चाहिँ हाम्रो सुदीप दा एकदम दामी गाउनु हुँदैछ मुझे भूल जाओ
मेरो 500 को मुझे भूल रहा हूँ अंजलि 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 मुझे भूल जाओ उहाँहरू चाहिँ हाम्रो फ्राई गेटबाट हुनुहुन्छ है हाम्रो सबै सरहरू आउनु भएको छ तपाईँले देख्न सक्नुहुँदैछ सबैजनाले यस गिफ्ट पनि ल्याइदिएको छ यस हाम्रो सर यहाँनिर हो 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 यस वाइस गुरु आइसरे के हो यो हेलिकप्टर र ताइनेको अघि हामी त ड्रोन छ नि ड्रोन ग्लु छ ड्रोन लाने हो हैन लान्छौ ड्रोन लान्छौ कि ड्रोनसँग साट्ने भनेको यो हामीलाई देऊ ड्रोन तिमीलाई छ ल लाने हो लो यहाँबाट बन्दन राई हाम्रो बिजनबारीबाट एउटै मात्रै हाम्रो डान्सर छ बिजनबारीमा अपने अपने नाम बताओ तुम्हारा नाम अरुणा ठाकुर तुम्हारा हाँ दिल कुमार तुम्हारा हाँ तुम लोग कहाँ से आए हो इधर हाँ गुड गुड जाओ खाना खा के घर जाओ ठीक है जाओ लो हेलो एभ्रिवान है यहाँनिर चाहिँ हाम्रो बिजनबारीबाट है आम 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 यता आन्टी पनि एकदम एक्टिभ कहाँ सक्छौ अन्त कहाँ सक्छौ सक्दैन क्या आम यता फेरि हिरो फेरि यहाँ च्याप्लुङको चाहिँ एकदमै लिडरै भनौँ हाम्रो है यता हाम्रो बाजे पर्छ बाजे नै परेको है यता फेरि कुबिरको कृषिका फेरि हो यस यहाँ त तपाईँले चिन्नुहुन्छ होला हाम्रो यहाँ ट्यालेन्टेड भाइलाई होइन यी आममा यतिको चाहिँ हुनु पऱ्यो नि त ए कहाँ सक्छौ अन्त बिजनबारीलाई होइन ए आममा His name is Toyan Groom, Toyan Suba, Toyan Soyan and Suba, and he's what are you? What? Rapper. He's a singer, lead singer from Bijanbari, right? And what's your name? Okay. Say something. Say something about your introduction. 15 वर्ष हो म अकमचोकको निवासी हो तर सँग थामेको भन्न सक्छु ओके बस्नु चाहिँ अकमचोक बस्छु सुत्नु चाहिँ अकमचोक सुत्छु तर चाहिँ हुनु चाहिँ म चाहिँ रुमादिरको है बस ओके फाइनली हाम्रो सुरज दालाई भेट गरिसकेको छु सुरज दा तपाईलाई नेबियामा आएर कस्तो लागिरहेको छ रमाइलो एकदम देख्न सक्नुहुँदैछ हाम्रो बिजनबारीमा चाहिँ युज भइसकेको छ एप्लाई भइसकेको छ है दार्जिलिङ ड्यू पानी चाहिँ हाम्रो यहाँ गोरुकट्टामै बनाउँछ है यसरी तपाईँको प्याकिङ गर्छ भनौँ न फिल्टर गरेर चाहिँ तपाईँले बिजनबारीमा एकदम मिठो खाँदै गरेको पनि छ कस्तो लाग्यो तपाईँलाई मलाई एकदम राम्रो लाग्यो एकदम मिठो है लु यसरी नै है हाम्रो पहाडमा यसरी नै उन्नति गर्नुपर्छ सबैजनाले होइन किन बाहिरको पानी खाइरहनु हामी आफ्नै गाउँको पानी खानुपर्छ है दार्जिलिङ भ्यू ओके गाइस मलाई एकदम खुसी लाग्यो यहाँ एकदम सगुन राख्ने गर्छ यहाँनिर हनीबीहरू अब लु हेलो एभ्रिवान सबैलाई वेलकम ब्याक लु अब चाहिँ हामी यहाँ सुरज दाले अब पड्काउनु आँटेको हो लु भाइको बिहामा यसले पड्कायो डोराउँदैछ आफै क्यामेरामै भित्रै लो अब हुन्छ पड्का आहा वो दामी बस
यता फेरि आम्मा यता फेरि आम्मा यस्तो हो क्या अब संसार चाहिँ कडा हो होइन सबैले बुझ्नु साह्रो छ क्या अब यहाँ बिहा अब लाइक 8 साढे 8 भयो सकेको है तर पनि यहाँ हाम्रो ग्याक्स दाको मेम्बर्सहरूले चाहिँ अहिलेसम्म काम गर्दैछ क्या अब यो चाहिँ भोलिको लागि है कहिले पो यो पर्सिको लागि चाहिँ फेरि यसलाई भित्कारेर चाहिँ यसलाई अर्को बनाउनु पर्छ नि त फेरि बिहा छ नि त हो तर हेर्नु न अब यस्तो सकेर पनि केटाहरू बेलुका है 1 2 3 बजीसम्म काम गर्छ क्या हामी पेन्टिङ ब्रदर्सहरू जस्तै यिनीहरू केटाहरू पनि दुःख गर्ने केटा हो होइन यतिको चाहिँ हुनु पर्यो होइन ओके 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 गुड यता आइज न हो ल यसो तपाईँले देख्न सक्नुहुँदैछ यहाँनिर है हाम्रो ब्लग चाहिँ सकिसकेको छ अनि यहाँ हेर्नु न यहाँनिर हाम्रो ब्युटिफुल लेडिजहरू चाहिँ यहाँनिर बिहाले चाहिँ यस्तो भइसक्यो कसैले गाडी पनि ल्याइदिनु रहेछ है ल्याइदिएको छैन यो हो यता 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 प्रियादी पनि यता चप्पल हेर्नु चप्पल यो चाहिँ छिट्टो भन्दा छिट्टो हाम्रो पदम अङ्कलले चाहिँ सुन्नु पर्यो होला हो तपाईँलाई ट्याग गर्छौँ हामी यो चाहिँ साँच्चै डान्स पनि गर्नु पाएन साँच्चै त हो मन दुखाएछ एकदम यहाँ दुःख सुखको कुरा हुँदैछ यहाँनिर एकदम यो त डाइरेक्ट भइन्छ नि ए फेरि यता पनि फेरि हामी चाहिँ किन आएको भने नि केही छोडियो कि भनेर आएको कि स्टोर रुममा तन्का बिजुलीको देउता भयो भन्दैमा त्यसरी जहाँ पाइ त्यही बोल्नु हुँदैन बिजुलीको देउता चाहिँ हो बिजुलीको देउता हो बिजुली हैन बिजुलीको देउता कम छैन के भन्छ त बिजुलीको देउता बिजुली इज वन पीस बिजुली हो यता पनि डेन्जरै हो अस्ति तपाईँले हेर्नुभयो होला है बी टिममा है नि यहाँनिर थियो यहाँ स्टेज चाहिँ यहाँनिर थियो डान्स देख्यो होला तपाईँले ल हाम्रो सर गाडी आउँछ कि आउँदैन हौ यहाँनिर गाडी चाहिँ आउँछ कि आउँदैन गाडी सानो गाडी 2टा गएको छ त्यो गाडी मान्छे अनलोड गरेर यहाँ लोड गर्न आउँछ उ आयो गाडी आयो खोइ पदमी हावा पदमी हावा यहाँनिर खुसी भइरहेको छ गाडी आएर है तपाईँले देख्नु सक्नुहुन्छ कति खुसी भइरहेको छ नयाँ गाडी किनेको जस्तो क्या खुसी भइरहेको छ ए जुत्ता हो नि आधी घन्टा भइसक्यो यता ल बल्ल आइपुग्यो आधी घन्टा बाद हो न्याय कति पर्खेको ल बाई खोइ गाडी आयो ल मनको चाहिँ गर्नु पर्यो नि त होइन अब यो सबै हामी जे जे उठेको छ यो लगेर चाहिँ माथि हामी सुरज दाको घर जाँदैछौँ होइन यो तपाईँको देख्नु सक्नुहुँदैछ यो चाहिँ हाम्रो दिवाकर हो डाक्टर दिवाकर बिजनबारीको एउटै मात्रै एकदम स्याक्री छ होइन यहाँ सबैजना छ यहाँनिर सबैजना पाउँदैन भविष्यमा यतिको केटा चाहिँ यति केटाहरू चाहिँ पाउँदैन भविष्यमा हो यी ल अब चाहिँ फाइनली यहाँनिर सामानहरू कता पानीलाई माथि हाल्यो भाइ तलमाथि सामानहरू फन्को मनको हुँदैछ सुरज दाको घरमा होइन ल अब चाहिँ हामी सामानहरू सबै यहाँ विशेष सुरज दा यहाँ थन्काएर चाहिँ हामी डान्स गर्नेछौँ डान्स यस स्याक्री बोय
Hey!
नह बहिनी सासलाई फर्कानी म चाहिँ यस्तो संसारमा आएछु कि फेरि आउँछु म यो संसारमा मलाई मन पर्यो यो संसार भगवान् भोलि यस्तै होस् डाली डालीमा आमा यो रूपको लालीमा ला ला यता नि आँखा चाहिँ खोल्नु पर्छ हौ तपाईँको आँखा चाहिँ खोल्नु पर्छ त्यसले कमेन्ट गर्दैन हेलो बुनबुरा आम दामी फेरि आउँदैछ लु आम यतिको चाहिँ तपाईँले देख्न सक्नुहुँदैछ होला छेडीमा पनि नाच्दै आउँदैछ हो लु सबैलाई बाई बाई है ल आजको ब्लग हाम्रो गइसक्यो र हामी चाहिँ घर गएको बाई बाई एभ्रिवान प्लिज लाइक शेयर अनि सब्सक्राइब आम